एक लाइनमा लागु निस्किनु अनिवार्य छ। हर हालतमा यो पुल बन्नुपर्छ। तर अब 9 वर्ष झन्डै 10 वर्ष हुन लागिसक्यो। अब यो पुल निकै अप्ठ्यारोमा परेको कुरा मलाई अहिले प्रमुख जिल्ला अधिकारीले पनि केही बताउनु भयो। यसको डिजाइनमा नै केही त्रुटि हो कि भन्ने कुरा पनि चलेको रहेछ र यो कुरा माथि पनि गएको छ कि त यसलाई अर्को ढंगले नयाँ बनाउनु पर्यो कि यसैलाई करेक्सन गरेर छिटो भन्दा छिटो पुल बन्न पर्यो। त्यसो भएर म अब यहाँको स्थानीय उसमा पनि मैले जमसुम गएपछि त्यहाँको अधिकारीहरूसँग नि भेट्छु। हेलो सिडिओ साहब जानुभयो त्यहाँ के अफिस भन्नु